वेलकम टु माई भ्लग। गुड मर्निङ। म चाहिँ भर्खर उठेको हो किनकि आज मेरो नाइट काम थियो अनि त्यही भएर आज चाहिँ म बाहिर जानुपर्ने छ पार्लर मेरो कपाल स्ट्रेट गर्नको लागि। अनि यो हिजो चाहिँ मेरो नाइट काम थियो। लेट्स डु माई मेकअप। गाइस होइन जापानमा त्यस्तो गर्मी लागेको छ अहिले, मुसिया चाहिँ भन्छ। अलिक मेकअप गर्नु चाहिँ सिक्नुपर्ने छ। अनि यो चाहिँ मलाई के अरे टिकटक सबबाट पठाइदिएको थियो गालामा लाउने। यस्तो मलाई चाहिँ लिप ग्लसहरू एकदम मनपर्छ। यो नि मलाई टिकटक सबले नै पठाइदिएको हो। यो पनि एकदम राम्रो छ, लिप ग्लसै हो। एकदम मिठो बनाउँछ। अनि आई थिङ्क म चाहिँ कुन चाहिँ इयरिङ्स लगाऊँ होला हौ। दोकान आई थिङ्क दिस इज प्रिटी गुड। अस्ति मैले यो किनेको हेर्नु, मलाई चाहिँ एकदम ट्युलिप फ्लावर मनपर्छ, फुल मनपर्छ नि त। त्यही भएर हेर्नु न, मलाई चाहिँ टिकटकबाट पहिले के पठाइदिएको थियो कि यस्तो नि मलाई 2टा पठाइदिएको थियो। अनि यो पनि सँगै पठाइदिएको यस्तो मलाई हो। यस्तो खालको मलाई लिपस्टिकहरू चाहिँ कस्तो खालको मनपर्छ भने नि यस्तो खालको कलरहरू लुक सो प्रिटी। मेरो मेकअप चाहिँ त्यस्तो हेभी गरेको छुइनँ मैले, जस्ट सिम्पल मेकअप गरेको चाहिँ एकदम ब्ल्याक कलरको लगाइदिएको। अनि अस्ति एउटा कलर लगाउनु मन लागेको थियो, मैले लिएर आएको थिएँ अस्ति सुकबार। कता राखेको छु भेटिनँ। अहिले फेरि मलाई लेट भइसक्यो, मैले रिजर्भेसन राखेको छु, त्यही भएर अलिक छिट्टै जानु पर्यो भनेको। यस्तो फेरि वेदर होइन, पानी परिरहेछ क्या पुरै। जब म यस्तो बाहिर जानु खोज्छु तब चाहिँ पानी पर्दैन। सो गाइस यस्तो धेरै चाहिँ म चाहिँ एक साइडमा मात्रै लाउनु पर्यो। सो गाइस अब चाहिँ म जाने बेला भइसक्यो। टाइम कति भएन, 4:41 जति गरेछ। मेरो कपाल चाहिँ कत्रो छ भन्नुहुन्छ भने चाहिँ कपाल चाहिँ यो गाइस सो लामो भएको छ। यहीसम्म पुगेको भएर चाहिँ अलिकति थोरै काटेर स्ट्रेट गरिदिउँ न भनेर हो। खासमा चाहिँ मलाई यस्तो कर्लीहरू पनि मनपर्छ, तर अलिकति कस्तो भन्नु हो, कर्ली मात्र भएर यहाँ घुचुकमा चाहिँ अलिकति क्याचक्क भएको जस्तो लाग्यो। म भएर मेरो कपाल स्ट्रेट गरेकोहरू सानो सानो म क्लिपहरू चाहिँ हालिदिनेछु। मेरो अहिलेको ओरिजिनल कपाल हुँदैन नि त। सो गाइस मैले भनेको जस्तो भिडियो बनाउनु सकिनँ, त्यही भएर म चाहिँ भिडियो बनाउँदिनँ बिकज मलाई लेट भइसक्यो। म चाहिँ यत्तिकै जाने। अहिलेको लागि चाहिँ मेरो कपाल यस्तो छ होइन। म तपाईँहरूलाई बिफोर अनि आफ्टर भएर देखाउने चाहिँ यो चाहिँ मेरो बिफोरको हो। अब भएर म स्ट्रेट गरिसके पछाडि तपाईँहरूले फेरि देखाउँछु। सो बाई बाई गाइज, भरे त्यही गएर भेटौँ। बाई। अहिले चाहिँ म यहाँ नाकानो स्टेसनमा छु। म त्यहाँ पुगेपछि तपाईँहरूलाई देखाउँछु ल। बाई बाई।
कपाल स्ट्रेट गरेर निस्किसकेको अनि आज म एकदम खुसी छु किन भन्नु छ नि मलाई बेदुले आज 4 घन्टै पर्ख्यो होला आइसी मास्ने बेद यसो गर त कोकिट Anyway, bye bye. Thank you so much for watching my video. अब घर गएर भेट्छौँ यहाँ सब्जी किन्न आएको ओहो लौका हेर न खै लौका होइन यो नेपालको लौका यहाँ भएको नै खोल्यो ए सुगर यो त क्याबेज पनि सस्तो रहेछ है यहाँ त बाई बाई भएर घर गएर भेट्छौँ अब चाहिँ घर जान लागेको अहिले चाहिँ हामी स्टेसनमा हो किन हो राम्रै छ त अनि मेरो कपाल चाहिँ नयाँ हो म अहिले चाहिँ ओकोबोमा छु अब घर जान्छु अनि घर स्टेसन पुगेर तपाईँहरूसँग भेट्छु अलिकलाई चाहिँ बाई बाई थ्याङ्क यू फर वाचिङ गाइस अनि म चाहिँ कपाल स्ट्रेट गरिसकेँ भएर म तपाईँहरूलाई ठ्याक्क भिडियो हालिदिन्छु हेर्नु होला बाई